5वटा बलि दिएको पनि आज मैले देख्न पाएँ। आज चाहिँ बिहानै हामी उठेर छाप्दी बराईको लागि निस्कियौँ। अनि हामी घरबाट निस्किँदाखेरि चाहिँ 7:30 बज्यो। म र भाइ चाहिँ स्कुटीमा गयौँ। आमा र नानी चाहिँ पछाडि म्याजिकमा आउँदै हुनुहुन्थ्यो। अनि बिहान कस्तो चिसो चिसो थियो। हामी वहाँ पुग्दाखेरि चाहिँ 8 बजिसकेको थियो। अनि फुल प्रसादीहरू लिएर चाहिँ हामी लाग्यौँ मन्दिरतर्फ। मन्दिरतर्फ जाने बाटो चाहिँ एकदमै रमाइलो थियो। मलाई रमाइलो लागिरहेको थियो, तर बिहान चिसो चिसो पनि भइरहेको थियो। अनि संयोगवश हामी मन्दिर पुग्दाखेरि आज पञ्चौली पनि लिएर आउनु भएको रहेछ। पञ्चौलीमा चाहिँ 5वटा जनावरको बलि दिइन्छ र बाजासहित पञ्चौली ल्याइन्छ। अनि बलि दिइसकेपछि पनि पञ्चौली लैजाँदाखेरि बाजा नै बजाएर लैन्छ। अनि हामीले चाहिँ पूजापाठ सक्यौँ। अनि आमाले चाहिँ अनि यो पञ्चौली फर्काएको पनि हेर्ने भन्नुभयो। अनि हामीले हेऱ्यौँ। अनि कस्तो मैले योभन्दा अगाडि चाहिँ यसरी 5वटा बलि दिएको चाहिँ देखेको थिइनँ। आज चाहिँ मेरै आँखाले देख्दाखेरि चाहिँ कस्तो अचम्म लागिरहेको थियो। अनि अरू बलि दिँदाखेरि पनि यसरी टाउको चाहिँ खोलामा फाल्ने चलन रहेछ। टाउको होइन, जिउ नै पुरै फालेर अनि पछि निकाल्ने चलन रहेछ। अनि आमाले चाहिँ सुरुमा छाप्दी बराई उत्पत्ति भएको चाहिँ यो ठाउँमा हो भनेर देखाइराख्नु भएको थियो। अनि साँच्चीकैको ठाउँ कस्तो गहिरो थियो। अझै मान्छेहरूले कति त पछि पुरेको अरे। अनि मलाई चाहिँ यो केरा देख्दाखेरि नै खाम जस्तो लागेर किनेको त खल्लो न खल्लो परेछ। अनि बिहानको घाममा हेर्नुहोस् न, यो चुराहरू टिलिक्क टल्किँदाखेरि त सबै किनौँ जस्तो लागिरहेको थियो। तर बे गरेकोले मात्रै लाउने जस्तो थियो, हामीले लाउने जस्तो कुनै पनि थिएन। अनि त्यही भएर चाहिँ हामी घरतिर फर्क्यौँ। घरतिर फर्किँदाखेरि चाहिँ घाम लागिसकेको थियो। अनि कस्तो मजाले रमाइलो गर्दै गइरहेको थियौँ। अनि हामी चाहिँ पछाडि थियौँ यसपालि, अनि आमाहरू चाहिँ अगाडि हुनुहुन्थ्यो, भिडियो बनाउँदै हुनुहुन्थ्यो। अनि घर पुगेपछि सबैजनाले खाजाहरू खानुभयो। मेरो चाहिँ व्रत, मैले पनि फलफुल दुधहरू खाएँ। अनि आमाहरूले खाना खाएपछि हामी फर्क्यौँ छिटौँतिर। थ्याङ्क यू फर वाचिङ।